केटा हो सबैजनालाई गुड मर्निङ होइन। आज चाहिँ डे 2 हाम्रो कालिम्पोङसम्मको यात्रा चरीकोटबाट। अनि सबैजनालाई फेरि पनि गुड मर्निङ। ल के छ त कालेम्यान हाम्रो आजको रुगा लागिरहेछ बिहान नआएको चिज भइरहेछ। अनि बेलुका चाहिँ कस्तो भयो त? बेलुका एकदम घुरेर सुत्न दिएन। त्यही हाम्रो एकदम घुर्रा मान्छे रहेछ होइन। ल केटा हो नेक्स्ट स्टप केटा हो हामी अब घरबाट निस्केको। अब हाम्रो यात्रा सुरु हुन्छ यहाँबाट। अनि हाम्रो राइड पनि यतै छ होइन। गाइस बिहान ट्याङ्कीको सुरुवातबाट हाम्रो डे 2 सुरु भएको छ कालिम्पोङ यात्रा। त्यसो त लुगा लगाएर कस्तो भइरहेको लाग्छ? चिसो ठाउँमा आएपछि चिसो नलागे राम्रो लाग्छ होइन केटा हो। ल साथीहरू सबैजनाले भ्यू देख्न सक्नुहुन्छ। यति रोमाञ्चक छ रोमाञ्चक। यता चाहिँ पार्किङ सार्किङ रहेछ होइन। अनि यस्तै हो बिचमा आइरहेको छु नि। She moves like a map with no borders, a whisper caught in the wind. I see her boots. हो हामी चाहिँ अब चिया खान लागिरहेको होइन। यता चाहिँ हिमालको भ्यू होइन। हिमाल पनि देखिरहेको छ। अलिक बवाल छ। केटा हो है अहिलेसम्म केटाहरूलाई भ्लग कस्तो लागिरहेछ है? राम्रो लाग्यो भने लाइक सेयर सब्सक्राइब चट्ट लगाएर होइन। अनि एउटा मिठो कमेन्ट पनि है। अब चाहिँ हामी कालिम्पोङतिर लागिरहेको छौँ। बाटो यस्तै छ साथी। मालसिमाल त केटा हो कुरै छोडिदिउँ न होइन। मालसिमाल त केटा हो खतरा छ। मैले साउन्ड हटाउने हो। केटा हो यो केटा हो दोलखाको CPCR भन्ने ठाउँमा गएको। त्यहाँ चाहिँ फ्री अफ कस्ट रहेछ। ड्रेसिङ सेसिङ गर्दै होइन। सबै राम्रो रहेछ। सबै सामान दिएर पठायो हामीलाई। प्याकेटहरू सबै दिएर पठायो होइन। औषधि एकदम राम्रो रहेछ ठाउँ चाहिँ। अनि त्यहाँको ड्रेसिङ चाहिँ यस्तो चिल्ड्रेन के रहेछ होइन। हामी लड्न त यहाँ लड्यो। अनि यसको उयो पुरै जम्या रहेछ। अनि पानी शीत तुसारो भन्ने ठाउँ। अनि यहाँ ड्रेसिङ चाहिँ यस्तो गर्दै होइन। यो सब फ्री अफ कस्ट गरे हो। भित्र सबै ड्रेसिङ सेसिङ औषध सधैँ हाल्यो होइन। ल केटा हो लडेर फेरि यात्रा सुरु भइसक्यो टोपीको साथमा होइन। अब त्यही अहिले बिचमा भेटौँला। फोनमा चार्ज पनि छैन। चार्ज गर्नुपर्ने हुन्छ। केटाहरू नि आइरहेछ है। केटा अब चाहिँ लड्नु हुँदैन तर अलमोस्ट कालिम्पोङ पुगिसकेको केटा हो है। फाँक भइरहेछ के हो साथी? केटा हो बाटो चाहिँ त्यस्तै छ होइन। अलि हिँड्नु परेको थियो होइन। वर्थिट भयो त्यो हिँडेको नि होइन। हामी पुग्नुपर्ने कहाँ हो भन्दाखेरि यहाँ पुग्नुपर्ने रे हामी। ल हिँड्नुपर्छ केटा हो। यस्तो दुःख छ केटाहरू बिचरा हिँड्दै आइरहन्। ढकाल्दै आइरहेछ कि स्कुटी पनि हिँड्दैन के भन्ने। हामी चाहिँ झन् दुब्लो भएर है आइपुग्यो है स्कुटरमा। केटाहरूलाई चाहिँ 20-30 किलो बढी देखिन्छ केटाहरू। कस्तो भयो भाइ? एकदम एडभेन्चरस र एकदम खाल्टो भरिएको ठाउँ। यसमा चार पाङ्रे नलिकन नआउनुहोस् त्यति भन्न चाहन्छु। बाइक साइक राम्रो ल्यायो भने त भयो। त्यही हो केटा हो। अरुण भाइ चाहिँ खै कहाँ पुग्यो? कस्तो बिल भयो? चाहिँ फाँकै हुँदो रहेछ। हामी चाहिँ कालिम्पोङको केबल कार चढ्ने ठाउँमा
पुगिसक्यो के हो यासा गुम्बा क्या हो यासा गुम्बा जस्तो लाग्दिरहेको मलाई कारमा हामी यहीँबाट छ बसिरहेको चाहिँ थाकेर ऊ त्यहाँ हिउँ परेको नि केटा यहाँ क्या खेल्न जानुहुन्थ्यो है तर अल्ट्रा ठाउँमा छ हिउँ पनि थाकेर केटा लोत कति हाइटमा होला हामी अहिले 3000 यस्तो भ्यू छ है अलिक बेटाउ घटा यही हो गालिन चोक शिवको देवी हो क्या काली पर्दै केटा हो अब चाहिँ तलतिर जानु भनिन्छ फोनमा चार्ज छैन अब सिधै एकैचोटि घर गएर भेट्नुपर्छ चोककै भ्यू कालिम्पोङ चोकमा मान्छे पनि होइन चढ्ने र चढु तपाईँहरू पैसा पर्दैन चढु कुदाइदियो भने अनि यसले कुदाउनु क्या एउटा भ्यू बनाएर लानु न फोटो मात्र खिचौँ है त ल है तपाईँ ल आजको भ्लग चाहिँ यति सकाउनुपर्छ केटाहरू सब बाल्टाङ बुल्टुङ सुत्न थालिसक्यो थकाइ लाएर होइन अब त्यही हो अब राम्रो यति अहिलेसम्म राम्रो लाग्यो लाइक सेयर सब्सक्राइब गरिदियो केटा हो होइन रातिको भ्यू चाहिँ देख्दैन रहेछ ल केटा अब भोलि सैलुङमा भेटौँला केटा हो ल बाई बाई